बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाहि वहदह वस्सलातु वस्सलामु अला मन ला नबिय्य बादह अम्मा बाद। आदरणीय दर्शकवृन्द, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुह। कुरान वाचन गर्ने शिष्टाचारहरूमध्ये एउटा शिष्टाचार कुरान प्रतिको शिष्टाचार यो पनि हो कि कुनै आयत बिर्सिएमा, कुनै सूरह बिर्सिएमा यो भन्नु हुँदैन कि मैले बिर्सेँ, बरु यस्तो भन्नु पर्छ कि मलाई बिर्साइयो, मलाई बिर्साइयो। र यसको प्रमाण पनि आइशा रदियल्लाहु ताला अन्हाको हदीस हो र एउटा अर्को हदीस पनि अब्दुल्लाह इब्न मसऊद रदियल्लाहु ताला अन्हुको हदीस हो कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, बि'सा मा लि अहदिहिम यकुल नसीतु आयतन कैता वकैत, कि कति नराम्रो व्यक्ति त्यो हो जसले कसैलाई यो भन्छ कि नसीतो, मैले बिर्सेँ, यो आयत मैले बिर्सेँ, यहाँबाट मैले पढ्न बिर्सेँ। कति नराम्रो त्यो व्यक्ति हो। बल हुवा नुसी, बरु त्यो बिर्सेको होइन, बरु त्यसलाई बिर्साइयो। यस्तो भन्नुपर्छ कि मलाई बिर्साइयो, यस्तो भन्नु हुँदैन कि मैले बिर्सेँ। धर्मविद्हरूले जस्तै इमाम नववी रहमहुल्लाहले पनि यस विषयमा भन्नुभएको छ कि यस्तो भन्नु चाहिँ हराम त होइन, तर उसको उद्देश्य हुन्छ, तर पनि यस्तो भन्नु हुँदैन, यस्तो भन्नु हुँदैन कि म बिर्सेँ। किनकि यदि भन्छ मैले बिर्सेँ भने यो यसले बुझिन्छ त्यसको भनाइले कि कुरानबाट त्यसको लापरवाही एक प्रकारको प्रकट हुन्छ कि म लापरवाह भएँ एकदमै कुरानमा, म बिर्सेँ भन्नाले मलाई वास्ता छैन, बेवास्ता भन्ने जस्तो कुरा आउँछ, त्यसले गर्दा भन्नु हुँदैन। र यसै प्रकार काजी आयाद रहमहुल्लाहले भन्नुभएको छ कि यसको अर्थ वास्तविकमा अवस्थाको निन्दा हो र भन्ने कुराको निन्दा होइन, भन्ने कुराको निन्दा होइन, अवस्थाको निन्दा यसमा छ कि यस्तो अवस्था ल्याउनु हुँदैन, बरु भन्नुको अवस्थाको निन्दा होइन। अल्लाह हामी सबैलाई कुरान हामी जति कण्ठ गरेका छौँ, अल्लाह हामीलाई निरन्तर कुरान वाचन गर्ने, कुरानको तिलावत गर्ने, त्यसलाई कण्ठ राख्ने अल्लाह तौफिक प्रदान गर्नुहोस्। आमीन।